लगातार 4 हारपछि केही खेलाडीलाई गरियो टिमबाट आउट। कप्तानी परिवर्तनको आवश्यकता हुन सक्ने भन्दै रोहित पौडेलको कप्तानी बारे पनि प्रश्न उठ्न थालेको छ। यस्तै हो भने ओडीआई वर्ल्ड कप 2027 को सपना त परेको कुरा, अहिले नेपालले आफ्नो ओडीआई मान्यता नै जोगाउन सक्दैन कि भन्ने डर पैदा भएको छ। नेदरल्यान्ड्स भ्रमणमा लगातार 4 खेल हार्दा नेपाल लिग 2 को पोइन्ट टेबलमा तल खस्दै गएको छ र अब स्थिति साँच्चै गम्भीर बनेको छ। यदि नेपाल टप 6 मा फिनिश गर्न असफल भयो भने के हुन्छ, नेपाली क्रिकेटको भविष्य कता जान्छ भन्ने विषयबारे आजको भिडियोमा चर्चा गर्नेछौं। त भिडियो अन्तसम्म हेर्नुहोला। अब भिडियोलाई सुरुबाट सुरु गरौं। अहिले कुरा गरौं नेपालको करेन्ट पोजिसनको। सीडब्ल्यूसी लिग 2 को पोइन्ट टेबलमा नेपाल हाल 24 अङ्क सहित 6औं स्थानमा रहेको छ। यो स्थान सुन्दा सामान्य लाग्न सक्छ, तर वास्तविकतामा यो एकदम नाजुक अवस्था हो, किनभने लिग 2 मा टप 6 मा फिनिश गर्नु भनेको केवल वर्ल्ड कप क्वालिफिकेसनको कुरा मात्र होइन, यो त नेपालको ओडीआई स्टेटस बचाउने कुरा पनि हो। नामिबियाले नेपाललाई उछिन्दै पोइन्ट टेबलमा माथि पुगेको छ, जुन नेपालका लागि ठूलो झट्का हो। केही महिना अघिसम्म नेपाल टप 4 को दौडमा थियो, तर नेदरल्यान्ड्स भ्रमणको 4 खेलको हारले पूरै सिनारियो बदलिदियो। यो लगातार हारको सिलसिलाले नेपालको रन रेट र पोइन्ट्स दुवैलाई असर पुर्यायो र अहिले नेपाल क्वालिफिकेसन जोनबाट बाहिर निस्कने खतरामा छ। अब बुझौं किन ओडीआई मान्यता यति ठूलो कुरा हो। ओडीआई स्ट्याटस भनेको कुनै पनि क्रिकेट खेल्ने राष्ट्रका लागि सबैभन्दा माथिल्लो दर्जाको मान्यता हो, जसले उक्त टिमलाई फुल मेम्बर टिमहरू विरुद्ध अफिसियल ओडीआई म्याच खेल्ने अधिकार दिन्छ। यदि नेपालले यो मान्यता गुमायो भने के हुन्छ भनेर हेरौं। पहिलो, नेपाली क्रिकेटको विकासमा ठूलो धक्का लाग्छ। ओडीआई स्टेटस भएकै कारण नेपालले ठूला टिमहरू विरुद्ध खेल्ने र आफ्नो प्रोफाइल बढाउने मौका पाइरहेको छ। यो गुम्यो भने नेपाल फेरि सानो सर्किटमा सीमित हुनेछ। दोस्रो, खेलाडीहरूको भविष्यमा सीधा असर पर्छ। ओडीआई क्रिकेट खेलेकै कारण नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय लिगहरूमा ध्यान तान्ने, ग्लोबल एक्सपोजर पाउने मौका पाइरहेका छन्। यदि मान्यता गुम्यो भने यी सबै अवसरहरू संकुचित हुन्छन्। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, आईसीसीबाट प्राप्त हुने फन्डिङ र सपोर्टमा सीधा कटौती हुन्छ। ओडीआई स्टेटस भएका टिमहरूले आईसीसीबाट ठूलो फन्डिङ पाउँछन्, जुन डोमेस्टिक क्रिकेट स्ट्रक्चर, एकाडेमी र प्लेयर डेभलपमेन्ट प्रोग्रामहरूमा खर्च हुन्छ। यो फन्डिङ घट्यो भने पूरै क्रिकेट इकोसिस्टम कमजोर बन्न सक्छ। त्यसैले अहिले नेपालको लागि वर्ल्ड कप क्वालिफिकेसन भन्दा पनि ठूलो प्राथमिकता भनेको आफ्नो ओडीआई मान्यता बचाउनु नै हो। अब हेरौं नेपालसँग बाँकी के अवसर छ। नेपालको लागि सबैभन्दा ठूलो चुनौती क्यानाडा विरुद्धको सिरिज हो, जहाँ अझै 8 खेल बाँकी छन्। यति धेरै म्याचेस बाँकी हुनु एकातिर जोखिमपूर्ण पनि हो र अर्कोतिर अवसर पनि हो। यदि नेपालले यी म्याचेसमा राम्रो प्रदर्शन गर्न सक्यो भने पोइन्ट टेबलमा तुरुन्तै सुधार ल्याउन सकिन्छ, तर एकपछि अर्को हार्दै गयो भने अवस्था झन बिग्रिन सक्छ। त्यसपछि नेपालका बाँकी 4 खेल ओमानमा हुने तय भएको छ। यी खेलहरू नेपालका लागि साँच्चै डु अर डाई खेलहरू हुन् भन्दा फरक पर्दैन। ओमानमा हुने यी 4 खेल जित्नु नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण छ, किनभने यसले सीधा पोइन्ट्स र रन रेट दुवैमा प्रभाव पार्नेछ। यदि नेपालले ओमान विरुद्धका सबै खेल जित्न सक्यो भने टप 6 मा फिर्नेको बलियो सम्भावना बन्छ। तर यदि नेपाल यी महत्त्वपूर्ण म्याचेसहरूमा पनि लर्खराउँदै गयो भने टप 6 बाहिर पर्ने र त्यसपछि क्वालिफायर प्लेअफ खेल्नुपर्ने अवस्था आउन सक्छ। क्वालिफायर प्लेअफ भनेको एक थप जोखिमपूर्ण बाटो हो, जहाँ 1-2 खेलको नतिजाले नै ठूलो भविष्य निर्धारण हुन्छ। कुनै पनि टिमका लागि यस्तो प्रेसर सिचुएसनमा खेल्नु सजिलो हुँदैन। अब कुरा गरौं टिम भित्रको अवस्थाको। लगातार आउने खराब नतिजाहरूपछि प्रश्न उठ्नु स्वाभाविक हो कि के नेपाली क्रिकेट म्यानेजमेन्टले साँच्चै कडा निर्णयहरू लिन तयार छ त? धेरैले भनेका छन् कि लगातार खराब प्रदर्शन गर्ने खेलाडीहरूलाई हटाएर फर्ममा भएका र डोमेस्टिक क्रिकेटमा राम्रो गरिरहेका खेलाडीहरूलाई मौका दिनुपर्छ। यो तर्कसङ्गत पनि छ, किनभने प्रतिस्पर्धा नभएसम्म कुनै पनि खेलाडीले आफ्नो सर्वश्रेष्ठ दिन खोज्दैन। यदि टिममा परफर्म गर या बेन्चमा बस भन्ने स्पष्ट मेसेज गयो भने खेलाडीहरू आफै थप जिम्मेवार बन्छन्। यसैसँगै कप्तानी परिवर्तनको आवश्यकतामाथि पनि बहस चल्न थालेको छ। रोहित पौडेलको कप्तानी बारे पनि प्रश्नहरू उठाइएका छन्। के हालको प्रदर्शनको जिम्मेवारी कप्तानसँग पनि जोडिएको हो? यो एउटा संवेदनशील तर महत्त्वपूर्ण बहस हो। एकातिर रोहित पौडेल नेपाली क्रिकेटको सबैभन्दा अनुभवी र प्रतिभाशाली खेलाडी हुन्, जसले टिमलाई धेरै महत्त्वपूर्ण जितहरू दिलाएका छन्। अर्कोतिर लगातार आउने हारहरूले कप्तानको निर्णय क्षमता र टिम स्ट्र्याटेजीमाथि प्रश्न उठाउनु स्वाभाविकै हो। यो बहस आउने महिनाहरूमा झन तीव्र बन्ने देखिन्छ। अर्को महत्त्वपूर्ण कुरा भनेको नेपाली क्रिकेटमा पक्षपात अर्थात् फेभरेटिजमको मुद्दा हो। धेरै फ्यान्सहरू र विश्लेषकहरूले भन्दै आएका छन् कि टिम सेलेक्सन प्रदर्शनको आधारमा मात्र हुनुपर्छ, न कि व्यक्तिगत सम्बन्ध वा पुरानो नाम भरमा। यदि साँच्चै नेपाली क्रिकेटले लामो समयसम्म राम्रो गर्नु छ भने यो संस्थागत परिवर्तन अनिवार्य देखिन्छ। प्रदर्शनमा आधारित सेलेक्सनले मात्र टिममा स्वस्थ प्रतिस्पर्धा ल्याउन सक्छ, जुन अहिलेको संकटको समयमा सबैभन्दा जरुरी कुरा हो। त अब प्रश्न आउँछ के नेपालले यो संकटबाट पार पाउँछ त? हेर्दा नेपालसँग अझै मौका बाँकी छ, तर यो मौका साँच्चै साँगुरो बन्दै गएको छ। क्यानाडा विरुद्धका 8 खेल र ओमानका 4 खेलले नै नेपालको भविष्य निर्धारण गर्नेछ। यदि नेपालले यी म्याचेसमा निरन्तरता र आत्मविश्वासका साथ खेल्न सक्यो भने टप 6 मा फिर्नेको असम्भव छैन, तर त्यसको लागि टिम म्यानेजमेन्टले तुरुन्तै कडा र साहसी निर्णयहरू लिनु जरुरी देखिन्छ, चाहे त्यो प्लेयर सेलेक्सनमा होस् या कप्तानीको संरचनामा। यो स्थितिले नेपाली क्रिकेटलाई
एउटा ठूलो पाठ पनि सिकाउँदैछ। प्रदर्शन नै सबैभन्दा माथि हुनुपर्छ, प्रतिष्ठा वा पुरानो नाम भन्दा। आउने महिनाहरू नेपाली क्रिकेटका लागि साँच्चै निर्णायक हुनेछन् र यसले नेपालको मात्र होइन, असम्म नेपाली क्रिकेटको भविष्यको दिशा तय गर्नेछ। त तपाईहरूलाई के लाग्छ कि नेपालले ओडिआई मान्यता जोगाउन सक्छ? कप्तानी परिवर्तन हुनुपर्छ जस्तो लाग्छ कि रोहित पौडेललाई अझै मौका दिनुपर्छ? आफ्नो विचार कमेन्ट सेक्सनमा लेख्नुहोस्। यस्तै नेपाल क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट र एनालिसिसका लागि च्यानललाई सब्स्क्राइब गर्न र बेल आइकन थिच्न नबिर्सनुहोला। धन्यवाद।